वेलकम माई ब्लग। म केशव सिंह धामी। आज म यता मालदोपाको के भन्छन् नि सनफ्लावर सूर्यमुखी को बारीतिर झरेका छौँ है। हाम्रो नेपालतिर भएपछि बिक्दैन क्या, 1 केजी भयो नि 2 केजी भयो नि बिक्दैन। यता चाहिँ करौटौँ टन बनाउँदाखेरि नि बजारमा यसको हाहाकार छ होइन। नेपालमा किन यसको व्यवसाय भइरहेको छैन कुरा मैले बुझ्न चाहिरहेको छु। तर यता मालदोपामा हेर्नु सक्नुहुनेछ, उतातिर क्यामेरा फर्काइदिनु साथी। हेर्नु कि आँखाले भ्याउन नसक्ने खेतहरू यति छ कि गर्नै सकिँदैन क्या। हाम्रो यता सानो हामी मालदोपा हामी थोरै छौँ आएको। हामीले घुमेको कति होला र, हामीले धेरै घुम्यौँ भनेपछि हजुरको त्यही 100 किलोमिटर 200 किलोमिटर यति घुम्यो होला। त्यत्रोमा सबै